नेपाल शैक्षिक परामर्श सङ्घ इक्यानको आगामी निर्वाचन अब झनै रोचक मोडमा पुगेको छ। चुनाव आउन केही दिन मात्रै बाँकी रहँदा अध्यक्ष पदको प्रतिस्पर्धामा गीताञ्जली शर्माको प्रवेशसँगै चुनावी माहौल थप तातिएको छ। यसअघि दीपकराज भुषाल र लक्ष्मण पौडेल एन्ड्रयू बीचको प्रतिस्पर्धालाई मुख्य भिडन्तका रूपमा हेरिँदै आएको थियो। तर लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय र संस्थागत अनुभव बोकेकी गीताञ्जली शर्माले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै चुनावी गणित बदलिएको छ। अहिले इक्यानको चुनाव 2 जनाको मात्रै होइन, 3 अनुभवी नेताबीचको कडा प्रतिस्पर्धामा परिणत भइसकेको छ। गीताञ्जली शर्माको प्रवेशलाई धेरै सदस्यहरूले गेम चेन्जरका रूपमा लिन थालेका छन्। कास्की इक्यानमा 3 कार्यकाल कोषाध्यक्ष र केन्द्रमा 1 कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी शर्माले शैक्षिक परामर्श क्षेत्रमा देखिएका विकृति, अस्वस्थ प्रतिस्पर्धा र अव्यवस्थापन अन्त्य गर्नुपर्ने आवश्यकता औँलाउँदै आएकी छन्। उनी आफ्नो 22 वर्षको अनुभव र संस्थागत योगदानका आधारमा सदस्यहरूबीच भरोसा जित्ने प्रयासमा लागेकी छन्। अर्कातर्फ वर्तमान महासचिव दीपकराज भुषाल संगठनलाई प्रणालीमा आधारित संस्थागत र राज्यसँग सहकार्य गर्ने दिशामा लैजानुपर्ने एजेन्डा लिएर मैदानमा छन्। लक्ष्मण पौडेल भने सदस्यहरूको अधिकार, व्यावसायिक स्वतन्त्रता र खुला प्रतिस्पर्धात्मक वातावरणलाई प्राथमिकतामा राख्दै फरक नेतृत्व शैलीको वकालत गरिरहेका छन्। तीनैजना उम्मेद्वार अहिले आफ्नो टिमसहित देशभरका शैक्षिक परामर्श व्यवसायीहरूसँग भेटघाट गर्दै मत मागिरहेका छन्। कसैले प्रणाली र संस्थागत सुधारको कुरा गरिरहेका छन्, कसैले सदस्य केन्द्रित सङ्घको एजेन्डा उठाइरहेका छन् भने कसैले क्षेत्रभित्रका विकृति अन्त्य र एकताको सन्देश दिइरहेका छन्। स्वाभाविक रूपमा नै दीपकराज भुषाल अध्यक्ष पदका प्रत्याशी मध्ये सबैभन्दा बलियो दावेदारका रूपमा अहिलेसम्म अगाडि देखिएका छन्। तर गीताञ्जली शर्माको प्रवेशसँगै इक्यानको निर्वाचन अब सिधा अनुमान गर्न नसकिने, प्रतिस्पर्धात्मक र रोचक बनेको छ। अन्ततः सदस्यहरूले अनुभव, दृष्टिकोण र नेतृत्व क्षमता मध्ये कुनलाई प्राथमिकता दिन्छन् भन्ने कुराले आगामी नेतृत्व तय गर्ने निश्चित छ।